बापरे ओय तेरिका हो आम्मामामामामामामा यार बुझुनाको त राजा माउ सबै आइदिएको छ भेला भएर यस तेरिका आम्मामामा सेन्टी फ्ल्याटम यो हो मिस्टर रुपर्ट राईको अनाइ पुलुङमा चाहिँ डक्क हेर्नु ओइ असला छ एउटा कति लाग्यो बुझुना हो ओइ तेरिका यार जामा लाउने ससुर की नाति के भन्थे अरे वान सर्टमै फ्ल्याटम भनेको यो चन्टी फ्ल्याटम त्यो भन्दा बेसी ढुङ्गाएर मरेको स्याल ओइ तेरिका आम्मामामा सेन्टी फ्ल्याटम यो हो मिस्टर रुपर्ट राईको अनाइ स्वाट त्यसलाई आधा पाउकै छ यार छ यो हो मिस्टर राईको हनाइ हेर्नुहोस् गाइस यसरी हानिन्छ राति ज्याम्म लाएर
त मिस्टर रुपर्ट रायको हनाई। आयो 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 ठुलो छ छ छ छ खोलाको स्वास्नी भन्थ्यो अरे। योस आश छ दुईटा कति चल्दो रहेछ मजा मजाको छ दामी माथि नै देख्दै थियो जस्तो लाग्यो त छ छ छ छ सोध उतै कम्ता चिप्लो छैन त यार म्याम फोक्सी त्यही कुट्टै अडाउन सकिँदैन क्या यार। जाल कस्तो डल्लो परेको। ल खै फुर्लुङमा हेरौँ कति छ नहली नगयो ल है फुर्लुङमा चाहिँ टक्क हेर्नुहुन्छ ल गाह्रो हुँदैन त्यस्तो ठाउँ छैन। जाल हानेको यो ठाउँै पाएको छैन क्या। छ छ छ छ छ छ डल्ले साउ यो भुन्टे साउ यो हो नाइट बस। बुदुना र सेती नाइट बस र हालुङ यो हो लोकल बस।
आम्मा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  यार बुदुना सेती यस दामी सर्ट लाग्यो यार दामी बुदुना छ यो हो बुदुना कति हो यो सेती हो सानो त छैन त यार आम्मामामामा यस लभ यु माथि रहेछ दुईटा छ नि आम्मामामामामामा बफ्रे 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 है टेरिका हो आम्मामामामामामामा यार बुदुनाको त राजा माउ सबै आइदिएको त भेला भएर हैट आम्मामा हेर त ल यस आम्मामामामामा सानो सानो त रहेन रहेछ त यार यो पनि बुदुना नै चारटै बुदुना बुदुना है छ छ छ छ मजाले सिकायो सेफ्टी सेफ्टी राइट मोबाइल छ त अर्को छ ओइ 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 कहाँ आएको छ छ छ छ छ छ कुदिरहेछ ओ ठुलो त गइगयो नि के सर होइन आज माछा बगाउँछ क्या त्यो जाँदा उल्टो बगायो कि कुरामा उल्टो जाँदा बगायो कि ठुलो बुझ्यो त बोल्दिनँ छ नि त्यही भएर कि झुकिएछ गोटीसँग पोका परेको रहेछ झन्डै यसले फालिहालेको नि यार
है आयो घुन्टे ड्राइभर आयो है यो हो नि त पारा डल्ले साउ यो हो भुन्टे साउ काकाड भिट्टा तु ए ल झन्नै काकाड बेच्यो त काठ धरान भनेको त झन्नै दामी सही यो चाहिँ सही आएको छ के यो चाहिँ काकडभिट्टा टु काठमाडौँ अर्को पनि छ दुईटा दामी शॉट पे शॉट मारे जा रहे हो भाई क्या है आज छ ए छ ए ठुलो पो हलेको देखिरहेको थियो त यार दामी यसलाई भन्छ क्या दामी सट माछा नमरे पनि तर भनाइ चाहिँ सही छ क्या भाइको केही छैन ओइ कुन माछा हो यो नयाँ नयाँ माछा आउँछ यार अर्को त झन् यो हो नि त नि यार विराटनगर टु काठमाडौँ दामी सेवाहरू राम्रो छ अनि हाम्रो भाइको मेरो पार्टनरको हनाइ बपाल छ माछा चाहिँ खोइ घरिघरि दामी लाग्छ घरिघरि के हो होइन छ झर्छ राखिहाल त्यही निकालेर ल छ भुन्टे ड्राइभर ओइ असला ओ तेरिका यार कता हो यार कस्तो असला सेम देखिरहेको यार ढाँड चाहिँ कतिलो छ भाइ असला जस्तो यसलाई भन्छ सेन्टी प्लाटर कतिले निकाले साथीले पार्टनरले आयो काठमाडौँ सहरा कता गयो ल यहाँ चाहिँ निकाले कतिलो ओइ छ छैन
के देखे त कालो कालो यार घुन्टे ड्राइभर आएछ फेरि यो चाहिँ लोकल ड्राइभर हो तेरो हात ठुलो छ नि त मलाई मेरो हात सानो छ कि अनि भेट्दै भेट्दैन कि तैँले सिकाएको आइडियाले घुन्टे ड्राइभर आयो फेरि वेट दामी अच्छा उतापट्टि छ ओइ टेरिकार असला हो सानसानो त छैन यार हातले नटाउने तरिकाले निकाल्छ यार अर्को उपर कता पल्टिँदैछ बाहिर भित्रै छ भित्रै छ कस्तो कुदेको त यार तिमी रकेट भन्दा पनि तेज एउटा यहाँ अर्को छ दुईटा फेरि यो कता कता हिँड्छ यार त्यति मात्रै आउँछ त यार पाँच धार्नेको बुदुना मारीकोहरू पटेले महिलाले छ दुईटा तिनटा छ ओहो आयो नि त नि एउटा भनेको मान्छेले 3-4 निकालेर मर्यो लाम्चे बुदुना यो हो नि त यो चाहिँ हो नि त लाम्चे बुदुना घुन्टे ड्राइभर चाहिँ आएन यो लोकल ड्राइभर आयो कति साह्रो उयो आम्मा यसले ल रातको अब 12 बज्यो अनि हामी थाक्यौँ पनि अनि हामीले चाहिँ खाजाहरू ल्याएको थियौँ अनि खाजा खानु लागेको छौँ है त हामीले चाहिँ यस माछा पनि मारियो अलिअलि आधी जति भइसकेको छ औ के छ हौ हालखबर रमाइला दामी छ ठ्याक्कै 12:00 भएको छ दामी टाइम भएको छ ठ्याक्कै खाना खाने नास्ता खाने भनेको रहेछ तेरो लाग्नु लागि खानु लागि धेरै आइटम छैन यी हाम्रो चाम्रे भात भुजेरी आलुको अनि प्याजहरू अनि उयो अमिलो कागती अनि यसमा अचार छ टमाटरको अनि प्लस चिउरा पनि छ अनि हाम्रो अरू आइटम भनेको चाउचाउहरू भित्रै छ त्यो भरे खाउँला अहिले चाहिँ यतिमा चाहिँ है पानको दोकानमा पाहाडको हुँदैन रहेछ
मरिगयो अब फेरि अब जिउँदो भइगयो म त म कोफी न हौ अब अर्कै मजा आउँछ ठ्याक्कै 1 केजी 594 ग्राम 1.5 किलो भनौँ न यो रुपटले मारेको है। ल यो चाहिँ मैले मारेको ल आज अब जस रातभरिमा रातभरि भन्दा पनि हामीले 8 बजीतिरबाट 1 बजीसम्ममा मारेको यो माछा। अनि यो पहेँलो नाङ्लोमा देख्न सक्नुहुन्छ यो चाहिँ रुपटले मारेको। यो पिङ्क नाङ्लोमा चाहिँ मैले मारेको माछा छ। अनि विशेष रूपमा भन्नुपर्दाखेरि त्यो खोलामा चाहिँ बुदुना पाउँछ भनेर हामीले आश गरेको थियौँ। बुदुना पनि मजाको बुदुना आएको छ। अनि त्यसै गरी त्यहाँको मेन माछा भनेको यो बिचमा छ, यो गर्दी भन्छ यसलाई, गर्दी माछा। यो विशेष यो चाहिँ यसको मुख चाहिँ ठ्याक्कै असलाको जस्तो हुन्छ है, असलाको जस्तो हुन्छ, अरू सेती जस्तो हुँदैन, ठ्याक्कै यो असलाको जस्तो हुन्छ है। अनि यो चाहिँ अलिक ठुलो पनि हुन्छ सरदर अरूभन्दा। अनि यो पाउन सक्यौँ। अनि काब्रे माछा पनि छ, काब्रे माछा पनि पायौँ हामीले, जुन आशा गरेको थिएनौँ। काब्रे र हामीले बुदुना यति धेरै पाउँछ भनेर हामीले आशा गरेको थिएनौँ। अनि पायौँ, टन्नै मारेको छ यसले। अनि यतापट्टि मेरो भयो, मेरोमा चाहिँ खास त्यस्तो छैन, विशेष त्यही नै हो, सेती माछा धेरै छ, बुदुना अलिक सानो सानोहरू छ। यति नै हो आज रातभरिमा हामीले मारेको। दुईजनाले 1.5 किलो मारिएछ। ल यो चाहिँ अर्को तरिका हो जुन हामी यसलाई डाम्नु भन्छौँ। केराको पातमा यसरी लगाएर अनि यसलाई चाहिँ यसरी छोप्नुपर्छ। अनि छोपिसके पछाडि यसलाई चाहिँ एकदम पाहाडमा चाहिँ पहिला ढुङ्गामा हुन्थ्यो, यहाँ चाहिँ अब केही छैन, अलिक बाक्लो टिनको पाता छ, यसमाथि चाहिँ राखेर अनि यसरी डाम्नुपर्छ यसलाई। यस्तो हुन्छ, यसलाई चाहिँ डाम्नु भन्छ। यसरी डामे पछाडि यसलाई यो डामिन्छ। अनि जब यो रेडी हुन्छ, कलर चेन्ज हुँदै आउँछ यसको, त्यो भइसके पछाडि अनि फेरि सुकाउनु पर्छ धुवाँ लगाएर। यो चाहिँ डाम्ने प्रोसेस भयो, यो चाहिँ हाम्रो सेकेन्ड प्रोसेस हो।